हेलो साथीहरू, आज चाहिँ मेरो जन्मदिन है। अनि म चाहिँ कहाँ जाँदैछु त आज भन्दा हेर्नुहोस् न, छाता बोक्ने आफै छाता गर्नुहोस् न, छाता आफै बोक्ने है कस्तो। हेलो साथीहरू, म चाहिँ आज जाँदैछु नानीको रिजल्ट दिनलाई है। हेर्नुहोस् न, मेरो छोरीमा रिजल्ट दिन जानलाई एकदम एक्साइटेड भइरहेकी छिन्। अनि यहाँ चाहिँ मेरो कान्छी छोरी। आज चाहिँ हामी खोलाको बाटो आएको। त्यस्तो उचाल्ने खालको लुगा नै होइन, साना त्यो लुगा तलै झार न, हुँदैन त्यस्तो उचाल्नु हुन्न। पछाडि मिलाऊ, पछाडि गर। अनि नानीको रिजल्ट दिन जान लाग्यो कि आज चाहिँ म। अनि यस्तो हुन्छ नि त, बच्चाहरूलाई लिएर जाउँ भनेर नानीको पारा चाहिँ यस्तो छ कि साथीहरू, के गर्नु गाह्रो छ। जहाँ पनि लिएर हिँड्नु पर्छ कि मैले चाहिँ बच्चाहरूलाई चाहिँ जहाँ हिँड्दा नि लिएर जानु पर्ने नि त। अनि आज चाहिँ मेरो स्पेसल डे पनि हो कि, आज मेरो जन्मदिन हो। मामुलाई चाहिँ ह्याप्पी बर्थडे मामु भनेको त। अनि अरू के छ भन्नु त, अरू के हो? म थ्याङ्क यू भन्नु पर्ने। थ्याङ्क यू छोरी, माया गर ल जाउँ। यहाँ पनि हाम्रो माया हेर्नु हुँदैछ ल। हिँड्नु मिनु लड्यो भने म केही जान्दिनँ, सुन नहुने भएपछि लु अलिअलि डर पनि बस्नुपर्छ कि। यस्तो बाटो चाहिँ आएको छौँ क्या हामी, खोलाको बाटो है आएको छौँ साथीहरू रिजल्ट दिनलाई। यस्तो छ खोलाको बाटो। यहाँ चाहिँ मेरो सानो मान्छे ल, होइन मामलाई ह्याप्पी बर्थडे भनिदेऊ। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु सानो माया। खै मामु भनेको त। ह्याप्पी बर्थडे टु यु। मेरो सिन्दुर पो लागेको छ हातमा। मेरो छोरी चाहिँ अगाडि हिँड्दैछिन्। फेरि भन्नुहोस् त, ह्याप्पी बर्थडे टु यु। मेरो सानो मान्छे, मेरो मान्छेले भनेपछि म प्यारो, यो संसारको सबैभन्दा प्यारो मान्छे हो नि त मेरो दुईजना छोरीहरू। ल हिँड्नुहोस्, यस्तो छ बाटो, के गर्नु। सरकार जति नै राम्रो भयो नि यो बाटो खै कहिले राम्रो हुन सकेन। राम्रो हुँदैछ सरकार भन्छन्, तर बाटो कहिले राम्रो हुँदैन आँटेर है। के गर्नु, यस्तो राम्रो माथि माथि डाँडा काँडा घरहरू यस्तो दामी छ होइन। हिलो लाग्यो, केही हुन्न यस्तो हिलो बाटोमा आएपछि। अलिअलि हिलो लाग्छ है। माथिको बाटो हिँड्दैन, हामी चाहिँ तलको बाटो नि खोलाको बाटो चाहिँ अलिक चाँडो भनेर सरको पनि देख्यो अरे मेरो नानीको। अनि कोही अब यो कम गर्नुपर्छ यो उसमा। ल अब कसरी आउँदो रहेछ, स्ट्रङ्गल हो कि न स्ट्रङ्गल है त। ल ल ल बस्नु हुँदैन, डर लाग्यो त्यो नाना नचलाउनुहोस् न त। मलाई चाहिँ आज बर्थडेमा होइन कसले सम्झिनु भयो, हजुरहरूलाई सम्झिने मेरो साथीहरू हुनुहुन्छ। मेरो स्पेसल पर्सन भनेको चाहिँ मेरो हस्बेन्ड हो नि होइन। अनि साथीहरू पनि हो, तर हस्बेन्ड पछि साथी आउँछ नि त। मेरो लाइफको सबैभन्दा बेस्ट पर्सन नै मेरो हस्बेन्ड हो। र मेरो हस्बेन्डले सम्झेपछि चाहिँ मलाई एकदम ह्याप्पी फिल हुन्छ कि। अनि मेरो जिन्दगीको सबैभन्दा अमूल्य मान्छे उहाँ नै हो नि त। मलाई चाहिँ उहाँले सम्झेपछि एकदम ह्याप्पी फिल हुन्छ। भन्दा यहाँ हिलोमा बस्न लाग्यो। ल हिँड्नुहोस्। अनि मेरो हस्बेन्डलाई एकदम ह्याप्पी फिल गराउनु भएको छ। तर के गर्नु, दुःख चाहिँ कहाँ छ भने ह्याप्पी फिल हुँदै पनि गिफ्ट त पाइएन। गिफ्ट त मैले कसरी दिनु आउँछु, अब आफै किन्छु गिफ्ट, आफै लाउँछु। एउटा चुरा पनि लगाएको छैन मैले चाहिँ, गिफ्ट त के पाउनु छ र। यहाँ बसेको छ मेरो गिफ्ट भनेको यिनीहरू नै हो है। मैले गिफ्ट भनेको यिनीहरू नै पाएको छु, अरू त्यति हो है साथीहरू। बाई बाई। अब म रिजल्ट लिन हिँडेको मेरो नानीको। अब रिजल्ट दिन ठाउँमा भेटौँला है त। आइपुग्यौँ है सानो, यता हेर त मम्मालाई।
हामी चाहिँ लिन आइपुग्यौँ होइन। अब हामी गेटभित्र पस्छौँ आशाको। हेलो साथीहरू, म चाहिँ यहाँ भोइस कभर गर्दैछु है। अब यहाँभित्र पसेपछि त बोल्न नि अलिक अप्ठ्यारै हुन्छ नि त, सर म्यामहरू हुनुहुन्छ अनि अलिक अप्ठ्यारो त लाग्दो रहेछ कि। अनि म चाहिँ अफिसतिर पसेर अब नानीको रिजल्ट दिन पर्ने छ अनि यसको कुपन लिएर जानु पर्यो होइन। अनि एकछिन बस